र दर्शकबिन नमस्ते। श्रमले के हुन्छ र भन्नुहुन्छ, श्रमले मात्रै कहाँ विकास हुन्छ भन्नुहुन्छ। यो चाहिँ केले बनेको त? यो सबै श्रमबाट बनेको है। यो हेर्नुहोस्, यो ज्येष्ठ नागरिक पार्कले हेर्नुहोस् यस्तो दामी बनिएको छ। हेर्नुहोस् है, श्रमले के हुन्छ भन्नुहुन्छ नि तपाईँहरू। विरोध गर्न मात्रै जान्नु भएको छ। यो हेर्न चाहिँ यहाँ घुमेर यो यसको अवलोकन हेरेर अनि मात्र थाहा हुन्छ श्रमले के हुन्छ भन्ने कुरोले। हेर्नुहोस्, यो के हो? धरानको ज्येष्ठ नागरिकमा यस्तो दामी बनेको छ। अझै म तपाईँहरूलाई सबै देखाउन गइरहेको छु तलतिर पनि। र हेर्नुहोस्, यहाँ बस्ने ठाउँ, यहाँ पुल हिँड्ने ठाउँ, चारैतिर पोखरी नै पोखरी। यसरी यहाँ सबै माछा हालेको छ। अनि यति राम्रो बनिरहेको छ कि यो सबै श्रमबाट बनिएको है मित्रहरू। सबैजना यति राम्रो ठाउँ बनिरहेको छ। म तपाईँलाई यो यहाँको दृश्य देखाउन गइरहेको छु। अझै कम्प्लिट भइसकेको छैन। कम्प्लिट भइसक्दा झन् कस्तो होला। यहाँनिर बनिरहेको छ अझै। हेर्नुहोस् है, यस्तो दामी बनेको छ यहाँ। ल, यो के यस्तो दामी घरहरू बनाइरहेको छ। यो जताततै पानी नै पानी। यहाँनिर केराबारीहरू यस्तो छन् पाखाभित्ता। यहाँ पहिला केही काम नलाग्ने ठाउँ हो। एकदमै सिस्नो घारी। यस्तो सिस्नो घारीमा चाहिँ यस्तो राम्रो बनेको छ। म वरिपरि घुमेर देखाउने छु है तपाईँहरूलाई। जताततै यसरी बस्ने ठाउँ वरिपरि यसरी। म यहाँबाट यसरी तलतिरबाट यसरी घुमेर टक्क यसरी निस्किन्छु। यो सबै यसरी घुम्ने ठाउँ अझै यहाँ बन्दैछ। यहाँ के हो यसरी म तपाईँलाई देखाउन गइरहेको छु। आजको भिडियो यस्तो हिँड्ने ठाउँ वरिपरि छ। यहाँ हिँड्ने ठाउँ, बस्ने ठाउँ, साइडमा यसरी पानी बगिरहेको छ। सलल पानी बगिरहेको छ। यसरी हेर्नुहोस्, यस्तो राम्रो वरिपरि ठाउँ छ। पुरै हिँड्नलाई त अलिक गाह्रै हुने रहेछ। भिडियो लामो हुने रहेछ। तर म यसरी यताबाट यो माथिबाट यसरी आएर यहाँबाट यसरी हिँड्दै जाँदैछु। घरहरू हेर्नुहोस् कस्तो कस्तो स्टाइलको घरहरू बनिरहेको छ भने। यता चाहिँ यो सर्दु खोला बग्दैछ है। सर्दु खोला बग्दैछ। यता यस्तो यस्तो दामी घरहरू छ। म अझै तल मास्तिर देखाउने छु। यहाँनिर पनि पोखरी छ। यस्तो राम्रो, यस्तो मजाको पोखरी छ। यहाँ चाहिँ यो बन्दैछ। यहाँ फिनिसिङ हुँदैछ। यो पनि चौतारै हो। ए गोलो खालको भर्खर ढलान हुँदैछ। यसरी हाम्रो यहाँनिर श्रम गरिराख्नु भएको छ हाम्रो मिस्त्री भाइहरू। यस्तो दामी बन्दैछ। जताततै यसरी बस्ने ठाउँहरू छ। हेर्नुहोस्, यहाँ मास्तिर वरिपरि घुमेर देखाउने छु म तपाईँहरूलाई। साइडमा यसरी खोला बगिरहेको छ, सर्दु खोला हो। यस्तै खालको गोलो खालको चौतारा बन्दै रहेछ। यहाँ जताततै बस्ने कुर्सीहरू, यहाँ काम धमाधम हुँदैछ अझै पनि। ल, तपाईँहरूले श्रमबाट बनेको यस्तो राम्रो ठाउँ छ। यहाँ घुम्न आउने चेलीहरू हुनुहुन्छ। आनन्द कुर्सीमा बसेर यस्तो यो बसिकन यसरी यस्तो राम्रो ठाउँ छ। यसले हेर, जताततै बस्ने ठाउँ यस्तो राम्रो छ यहाँनिर। ल, श्रमबाट के हुन्छ भन्नुहुन्छ नि। ल, यो हेर्नुहोस् कस्तो मार्मिक ठाउँ भइसकेको छ यो ज्येष्ठ नागरिक पार्क। ल, वाउ यस्तो राम्रो ठाउँ छ। ल, हेर्नुहोस् है। अझै मास्तिर म लानेछु। अझै यस्तो मास्तिर माथिसम्म छ। म यता तपाईँहरूलाई पोखरी देखाउन गइरहेको छु यतापट्टि। ल, हेर्नुहोस् यस्तो दामी पोखरी यहाँनिर। माछा, वाउ यस्तो राम्रो माछाहरू हालेको छ। यसरी पोखरी यस्तो राम्रो छ यहाँनिर। दामी चिप्लिन्छ क्या हो। यस्तो राम्रो पोखरी।
दर्शन 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 आराम हुनुहुन्छ ल म यहाँ यसरी सानो भिडियो खिच्दैछु यहाँ एकदम रमाइलो भइसकेको रहेछ यो ठाउँ यो ज्येष्ठ नगर यस्तो दामी भइसकेको छ ल हेर्नुहोस् यसरी बन्छ श्रमले जय माटो जय देश जय नेपाल ए